वेलकम ब्याक टु ब्याक गाइस, सबैजनालाई स्वागत छ फेरि पनि म तपाईँको रामसिंह तामाङको छोरा। न्यू डे न्यू ब्लग। अनि गाइस अहिले चाहिँ क्वारीमा छु होइन। हिजो राति 9 बजे गिटी लोड गरेको थियो, बिहानै खाली गरेर आएको। अनि अहिले चाहिँ दाजुले मेटल उतै गर्दैछ, मेटल लोड गरेर आज दिनभरि मेटल ताने हो। हाम्रो जिन्दगी यस्तै हो। अनि गाइस ड्राइभर लाइफ, ड्राइभर इज हामी, तामाङ इज दामी भन्छ नि। यस्तै हो गाइस। यहाँ जहाँ गिटी गिराएको थियो वहाँबाटै फोन आएको थियो। अनि रेता गिराउने बात हुँदै थियो होइन। त्यो रेता चाहिँ मतलब अब शान्त दाजुले गिराउनु हुन्छ। अनि शान्त दाजु बल्ल लोड गर्न जानुभएको छ अरे, उहाँले त्यस्तो भन्नुहुँदै थियो। अब त्यो त मलाई थाहा छैन होइन। मैले बिहान मेरो काम थियो, गिराउनु थियो, मैले गिराइदिएँ। गिटी गिरायो आएको छु क्वारीमा। अब लोडिङ हुन्छ, अब लोडिङ गिराएर त्यहाँबाट यस्तै हो ड्राइभरको लाइफ। ड्राइभर इज हामी अलवेज दामी। अनि गाइस अब यहाँ अझै नकम 2-3 दिन लाग्छ। अझै पनि मेटल बुकाइ पुरा फर्स्ट लेयर सेकेन्ड लेयर गरेर। अनि त्यहाँबाट चाहिँ माटो धुमाधुम बुकाइ हुन्छ। अनि त्यहाँबाट मेरो गाडी पनि अलिकति सर्भिसिङ गर्नुपर्ने छ, हाफ ग्रिसिङ गर्नुभयो, ब्रेक पन्जाहरू चेक गर्नुपर्ने छ होइन। अब गर्नु त पर्छ, ड्राइभर मान्छे हो, गाडीको काम पनि गराउनुपर्छ बेला बेलामा, मालिकहरूलाई पनि भन्नुपर्छ होइन। त्यस्तै हो। अनि कस्तो के लाग्छ भन्नु होला। हिजोको पार्ट 2 पनि युट्युबमा अपलोड गरेको छुइनँ, त्यो पनि आज गर्नेछु। अनि माया जताइदिनु होला तपाईँहरू, धेरै धेरै धन्यवाद त्यसको लागि, थ्याङ्क यू सो मच। अनि जस्तो अगाडि ब्लग हेरिदिनु भएको थियो तपाईँहरू 5-6 जनाले हेरिदिनुहुन्छ होला, त्यति पनि मेरो लागि मोटिभेसनमा बहुत राम्रो लाग्छ। अझै पनि तपाईँहरू जति सक्नुहुन्छ सपोर्ट गरिदिनु होला। आजको लागि अहिलेको लागि यति नै, भेटौँ होला नेक्स्ट पार्टमा।